हेलो एन्ड नमस्ते साथीहरू। आजको तपाईँलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी आमाचुरी कहाँ जाँदैछौँ भन्दाखेरि निगुरो टिप्नको लागि जाँदैछौँ। घाम चाहिँ कस्तो धेरै लागिरहेको छ, त्यही पनि हामी चाहिँ सब्जी खोज्नको लागि जाँदैछौँ। साथीहरू निगुरो चाहिँ त्यस्तो धेरै थिएन रहेछ, यसो अलिअलि थियो। अनि बाटातिर खोज्न गयौँ हामी चाहिँ। गर्मी कस्तो धेरै थियो, अनि गर्मीमा पनि सब्जी त थिएन। अनि सब्जी चाहिँ पकाउनु पर्ने मैले थियो, अनि मम्मी चाहिँ निगुरो खोज्न जाउँ भन्नुभयो। अनि म पनि मम्मीको पछि लागेर हिँडेँ। अनि मेरो चाहिँ गाउँमा त्यस्तो धेरै साथीहरू कोही पनि छैन कि, सबै बहिनीहरू मात्रै छ। अनि बहिनीहरू पनि आफ्नो आफ्नो धुनमा हुन्छ, अनि म चाहिँ एक्लै हो। अनि जहीँ जाँदा पनि मम्मीसँगै हिँड्छु। म चाहिँ जे गरे पनि मम्मीसँगै कुद्ने हो, मम्मीको पुच्छर लागेर। अनि एक मुठी निगुरो पनि टिपेर आइसक्यौँ। अनि यसलाई चाहिँ मैले के लाएर राखिसकेँ। अनि म दाल बसाउनुतिर लागेँ। अनि आजकल चाहिँ म सबै थोक चुलोमै बनाउने गरेको छु। दाल भात सब्जी अचार जे बनाए पनि चुलोमै बनाइरहेको छु। अनि हिजो अस्तिको दिन 2 दिन चाहिँ पानी परेर शीतल भइरहेको थियो। आजको दिन चाहिँ फेरि कस्तो धेरै गर्मी थियो कि साथीहरू, झापामा धेरै नै गर्मी छ। अनि जति नै गर्मी भए पनि चिया खाने चाहिँ म कहिले छोड्दिनँ। चिया चाहिँ कसलाई मनपर्छ, मलाई चाहिँ एकदम मनपर्छ। अनि यहाँ चाहिँ मैले खाना पनि बनाइसकेँ। अब यस पछाडि चाहिँ म सब्जीहरू बनाउँछु। यति बनाउँदा पनि कस्तो धेरै गर्मी भएको थियो क्या साथीहरू। अनि मैले सबै थोक एकैचोटि रेडी गरिसकेर बनाउन थाल्छु। अनि त्यो बनाउँदै रेडी गर्दै गर्न चाहिँ मलाई झ्याउ लाग्छ। अनि अगाडि नै मसलाहरू पिनेर राख्छु। अनि चाहिँ म आरामले बनाउन थाल्छु क्या साथीहरू। अनि साथीहरू त्यस्तो डेली भ्लग टाइपको बनाउने खालको चाहिँ त्यस्तो केही नै हुँदैन। डेली भनेको खाना सब्जी बनाउने बस्ने त्यति नै मात्रै हुन्छ काम चाहिँ। अनि बनाउने झ्याउ लागेर आउँछ मलाई चाहिँ। अनि आज चाहिँ मलाई यस्तै अल्छी लागेर बनाएको। यही भए पनि तपाईँले हेरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। नमस्ते, बाई बाई।